गुप्तेश्वर उहाँको जिल्लामा पर्ने गुप्तेश्वरमा जाँदैछौँ महादेव मन्दिरमा। त्यस्तो नागरिकहरूलाई यो हामीले वर्षैपछि गरी भ्रमण गरेका छौँ। यो भ्रमणमा चाहिँ हामीले रोड चाहिँ लान नसकेर भने यसपालि चाहिँ वृद्ध बुवाआमाहरूलाई र हामी वडाका प्रतिनिधिहरू र वडाका सम्पूर्ण परिवारहरू स्वास्थ्यकर्मीहरू सबै जाँदैछौँ। यो हामी सम्पूर्णलाई आजको कार्यक्रममा तपाईँहरू लगायत सबैलाई शुभकामना दिन चाहन्छु। बिहानको यो सँगसँगै हामीले आज नै फर्किने हाम्रो प्लान छ, किनभने हामी धेरै दिन टुर छैनौँ। त्यो टुर नभएको हुनाले एक दिनको टुर हो, त्यस कारण हामी बिस्तारै जाँदैछौँ। कतिजना चाहिँ ज्येष्ठ नागरिकहरू सहभागी हुनुहुन्छ आजको यो यात्रामा? हामीसँग 100 जना चाहिँ ज्येष्ठ नागरिक हुनुहुन्छ। त्यसपछि हाम्रा प्रतिनिधिहरू हुनुहुन्छ, हाम्रा स्वयंसेवीकाहरू लगायत लगभग हामीले 4वटा बस मगाएको छौँ। 4वटा बसमा हाम्रो फुलफिल भइसकेको छ। हस्, धन्यवाद। किनभने उहाँले चाहिँ एक प्रकारले हामीले हेर्ने हो भने देवादिदेव महादेवको पशुपतिनाथ अनि त्यही गुप्तेश्वर र हलेसी यो 3वटा महान तीर्थस्थल हुन्। तीर्थस्थलमा चाहिँ बुढापाकाहरूलाई चाहिँ घुमाइदिनु अनि त्यो यो प्रकारको धार्मिक कार्यमा चाहिँ सहभागी हुनु वडा नम्बर 6 को ठुलो योगदान हो। यो तरिकाले चाहिँ गर्दाखेरि यहाँ जनतामा चाहिँ के हुन्छ भनेदेखि राम्रो प्रवृत्तिको विकास हुन्छ र देश विकास र जनता विकासमा चाहिँ यसले चाहिँ धेरै सघाउ गर्छ। यो तरिकाले गरेकोमा म आज चाहिँ हेरेर वडा नम्बर 6 लाई हार्दिक धन्यवाद दिन्छु।